यो एक बोतल चाहिँ हालिदिन्छु ब्रोहरू। एक बोतल त कति दिन्छ? हेरेर दिनु ब्रदरहरू के साँझमा अब तपाईँहरूले नि गाह्रो परेको होइन। गाँठो पैसा भन्दा पनि पुग्नु पर्यो क्या केटाहरू। What's up, beautiful people? नमस्ते अनि गुड इभिनिङ। इट्स मी राइडर सोल्डा होइन। आज चाहिँ अब ठ्याक्कै 6:30 बजेर कति मिनट गइरहेको छ। अनि आज चाहिँ म फाइनल्ली फर्स्ट राइडको लागि निस्केको छु राइडमा। अनि आज चाहिँ के कस्तो हुन्छ सो थोरै छोटो भ्लग बनाउने टार्गेटमा छु। यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने फलो, सब्सक्राइब अनि कमेन्ट अनि सेयर गरिदिनु होला। किन भन्दा म चाहिँ युट्युबमा बिल्कुल नयाँ हो। तपाईँहरूको फुल सपोर्ट चाहिएको छ। अनि के कस्तो हुन्छ आज चाहिँ सुरुबाटै म भ्लग बनाउने टार्गेटमा छु। तर कतिवटा भिडियो एडिट नगरेर सबैभन्दा अल्छी चाहिँ मै रहेछु। आफ्मा डेली भ्लग बनाउने भनेको अनि डेली भ्लग चाहिँ नबनाइकन यस्तो गधा भइयो कि होइन। भिडियो रेकर्ड गऱ्यो भने एडिट नगरिदिने होइन, अल्छी मानेर सुत्दिने। पुरै बहुत बडा सेलिब्रेटी भन्दा पनि बहुत बडा निद गर्ने अल्छे भइयो कि। अनि पुरै मिलियन्स अफ सब्सक्राइबर भयो जस्तो दुःख गर्ने पर्ने टाइममा। अनि यो गरिसकिसकेपछि कहाँबाट देश विकास हुने हो अनि कहाँबाट मेरो स्किल्स डेभलपमेन्ट हुने हो, कहाँबाट मैले सिक्ने हो। अनि तपाईँहरू पनि को हुनुहुन्छ यदि नयाँ भिडियो एडिट गर्न अल्छी लाग्छ भने तपाईँ पनि कमेन्ट तल गरिदिनु होला। आजको भिडियो सुरु। फर्स्ट राइड लागेको छ होइन। फर्स्ट राइड अब पठाउमा चाहिँ आफैलाई मात्रै आउँछ। फिल्ड राइडमा चाहिँ यसरी हुँदैन, आफैले पनि फेयर गर्नुपर्छ। अनि मेरो त्यो पेसेन्जर यहाँ लगनखेल नजिकै हुनुहुन्छ, यहाँबाट पनि हेर्दा हुन्छ। यदि नयाँ हुनुहुन्छ सिक्दै हुनुहुन्छ भने यहीँबाट म्याप हेर्दा पनि हुन्छ। अनि नेभिगेट भन्ने पनि खोल्दा हुन्छ होइन। अनि यो चाहिँ लगनखेल चोकबाट बुकिङ भएको हो। अनि आई हेभ 67 रुपिसको राइड छ। यो राइडलाई म अब फोन गर्छु। म लोकेसन नजिकै आएको छु। उताबाटै गराउँछु भनेको गर्न चाहिँ मन लागेन होइन। अनि उहाँलाई फोन गर्छु नि। पिकअप स्थानबाट लिएर चाहिँ म उलिदिने हो होइन। नमस्ते हजुर, कतानिर हुनुहुन्छ तपाईँ? माइक्रो सानो बिट छ पुलिस बस्ने। अनि म देख्छु नि तपाईँले कस्तो कपडा लाउनु भएको छ? येलो एन्ड वाइट। ओके देखेँ तपाईँलाई। मैले चाहिँ मेरो पेसेन्जरलाई चाहिँ देखिसकेँ तर उहाँले मलाई देख्नु भएको छैन होइन। म चाहिँ खासमा आज फुल भिडियो बनाउने हो। यही दिदी हो होइन, यही दिदी हो। ए कलियुग भन्नुपर्छ नि त। मलाई त्यति साह्रै त मलाई गर्न सक्दैनन्। म त्यति कराउँदिनँ होइन। तपाईँको घर चाहिँ यतै हो नजिक हो? कहाँनिर? सामान चोकै? ए भने त्यो भोलिको लागि तम तयार हो कि क्या? ए तपाईँ चाहिँ भनेपछि टिचर हुनुहुन्छ? ओहो, धेरैको भविष्य त तपाईँको हातमा पो रहेछ त नि। ए
यतिको चाहिँ हुनु पऱ्यो है। ल यतिको चाहिँ हुनु पऱ्यो। अब हाम्रो त गइहाल्यो नि। अब छोरीको भविष्य हातमा। छोरी होइन त तपाईँको। अनि टिचर्सको छोरी कडा हुने होला नि त। स्कुल फर्स्टै ठोक्ने होला होइन। स्कुल फर्स्टै ठोक्ने होला। डिस्ट्रिक्ट झन् हान्ने होला। साह्रो छ त। हो ए तपाईँ पनि विदेशै जान लाग्नुभयो कि क्या हो? यत्रो राम्रो नेपाल छोडेर कहाँ जाने हो त? ओके अब टन्न दिनु नि। अब तपाईँ टन्न पैसा कमाउने नियम होइन। अब ऊ हेर्नु हजुर यति चाहिँ लिनु पर्यो होइन छोरी होइन? के हो नाम तिम्रो? नाम के हो? म बुझिनँ है। मेरो कान भाँच्यो जस्तो छ अङ्कलको। वेलकम। ओके मेरो चाहिँ यहाँ चाहिँ अब 92 रुपिस उठेको 100 रुपिस दिनुभयो म्यामले। उहाँ चाहिँ अब टिचर हुनुहुँदो रहेछ। मेरो फकिङ फर्स्ट राइड इज कम्प्लिट नाउ। वेटिङ फर सेकेन्ड राइड गाइज। अब हेरौँ आज चाहिँ पुरा फुल मोडमा भिडियो बनाउने हो कि माकोले होइन। अब धेरै भयो कि माका टप होइन भिडियो नबनाएको। अनि आजबाट चाहिँ तीव्र गतिमा स्पिडको शैलीमा होइन भिडियो बनाउने हो भनेर चाहिँ भन्छु। फेरि लास्ट ठाउँमा अल्छी लाग्छ कि अनि फुल्ली त होइन। खैरै पेसेन्जर रहेछ होइन। अब हेरौँ होइन। यो खैरै पेसेन्जरलाई चाहिँ मैले भनिमण्डलको युके रेस्टुरेन्टमा लगेर जाने राइट परेको छ। तर अब मेरो इङ्ग्लिस चाहिँ अब छुट्टै इङ्ग्लिस हुन्छ होइन। यही सोल्टी हो कि जस्तो लाग्यो। ए आइया ओके त्यसको ब्रदर Where are you from, brother? China. Oh, China. You are speaking well English. Okay. चाइनिज सोल्टीलाई पनि यहाँ झारिसक्यो कि यहाँनिर चाहिँ चाइनिज रेस्टुरेन्ट रहेछ। अनि यहाँ उठेको पैसा चाहिँ 74 रुपिस थियो। 100 रुपिस दिनुभयो। थ्याङ्क यू सो मच मेरो सोल्टी होइन। सोल्डालाई चाहिँ नि अब नेक्स्ट राइडको खोजीमा। सेकेन्ड राइड कम्प्लिट गाइज कम्प्लिट। नीड लुक सेकेन्ड राइड थर्ड राइड। यो चाहिँ अब भैँसे पार्टीबाट लगभग 2 देखि 3 किलोमिटर टाढा छ कि गाइज होइन। अनि साँझमा जम्मैले राइड लिएको होइन। अनि यहाँ म रिसिभ गर्ने ठाउँमा आइसकिसकेपछि चाहिँ मेरो यो पुरै होइन क्यान्सल गरिदिएर क्या मैले। फेरि पहिल्यै पनि कल गरेर आएको होइन। अब बाटो हेर्नुहुन्छ भने अहिले हेर्नु न कस्तो छ होइन। अनि यस्तो दुःख दिने काम गर्छ भने के भन्नु त यार। तपाईले डायल गर्नुभएको नम्बर अब यो यस्तो काम त गर्नु भएन नि। म 2 किलोमिटरदेखि टाढाबाट आएको यार। मेरो अब पेट्रोलको पैसा कसले दिने हो होइन कि त यार। होइन भने पहिला डायल गर्नुभएको नम्बर अहिले मैले आलुको बच्चा यस्तो छ यार। तपाईँहरू को पर्नु भएको छ यदि राइडर साथीहरू हुनुहुन्छ भने हेर्नु होला यसको डिटेल्स। अहिले त ब्यालेन्स पनि लो भएछ मेरो होइन। मेरो राइड डिटेल्स होइन
एचिभमेन्ट भन्दा पनि यो रेटिङ भन्दा पनि एचिभमेन्ट हो होइन। यो प्लाटिनम अझै छ मैले होइन, यो भयो। अनि पहिला चाहिँ पैसा हाल्नु पर्ने भयो अर्डर स्टोरीमा होइन, हो क्या होइन। यति बजी आएको होइन, यस्तो छन् अब होइन। अब यस्तो छन्। अब यसलाई त अब हामीले केही त गर्नु पर्यो होइन। फोन गरेर एकपटक सम्झाउँछु, अनि सम्झेन भने चाहिँ त्यसलाई अब के लेख्नुपर्छ लेख्ने हो होइन। यस्तो छ गाइजहरू, राति राइड गर्नलाई पनि अब यो भनेको भैँसे पार्टीबाट धेरै 2 किलोमिटर टाढा छ क्या होइन। अनि यस्तो ठाउँबाट म राइड उठाएको अनि अहिले यसरी बलात्कार गर्दै देख्नुभयो। त्यति सजिलो कहाँ छ र गाइजहरू। पुरै तेल सकेर टाठै भइदियो, तेल सकेर टाठै भइदियो होइन। उता काममासम्म चाहिँ जान पुग्छ अनि फर्किनु चाहिँ पुग्दैन कि। शनिबार आएर खुल्छ र तपाईँ यहाँबाट बल्खु जानुभयो भने खुल्छ। पठाउ हो तपाईँ? हजुर। तपाईँलाई थाहा हुन्छ होला नि त। प्राय बल्खुमा खुल्छ, बागबजारतिर छ? बागबजारतिर छैन। बल्खु मात्र हो? बल्खु अनि तपाईँको उता उसमा एउटा यता के भन्छ पुलिसको छ यो हेड क्वार्टरमा। अनि त्यसपछि उता के भन्छ भन्दा बनस्थलीमा। मलाई 300 को दिनु न। यो एक बोतल चाहिँ हालिदिन्छु ब्रोहरू। एक बोतलको कति लिन्छ? अब हेरेर दिनु ब्रदरहरू यार, के साँझमा अब तपाईँहरूलाई नि गाह्रो परेको होइन। गाँठो पैसा भन्दा पनि पुग्नु पर्यो क्या केटाहरू। पैसा भन्दा पनि केटाहरू पुग्नु पर्यो क्या होइन, कुरो त्यो हो नि त। होइन यार यति धेरै त नदिनु यार, 300 अझै झिकिदिन्छ। मसँग फुलै छिप्थ्यो त। त्यसरी त्यो धेरै हुन्छ भने अर्को अलिकति आधी बोतल फेरि भर्दैछ होला नि। पर्दैन होइन भरिदिन्छु यार, राति कहाँ ठेल्ने हो र यस्तो यङ केटाहरूले। तर राम्रो भइसिँदो रहेछ त। होइन ब्रदर यस्तो हो क्या, यस्तो हो क्या होइन। मान्छेलाई अप्ठ्यारो परिसकेपछि हेल्प गर्ने एउटा मानवीय हुन्छ नि त होइन ब्रदरहरू। त्यो त गर्नुपर्छ क्या। यस्तो सोच्ने भएको सबै सोच्ने भएको भए कति राम्रो हुन्थ्यो। दुनियाँमा कहाँ हुन्छ त ब्रदरहरू यार, गाह्रो छ। ए हजुरको यो ऊ हो क्यामेरा के हो? भिडियो पनि बनाउँछु अहिले। गोप्रो अनै छ अहिले? प्राय अनै हुन्छ ब्रदर। त्यसो भए त पुरा युट्युबमा आउँछ क्या? प्राय बनाइरहेको हुन्छ भिडियो। एउटा ल हान्दिस् नि त युट्युब च्यानल छ दाइ? हजुर राइडर सोल्टा छ मेरो नाम। टाइम मिल्यो भने चेकआउट गर्नु नि। अहिले नि हेर्दिउँ नि। राइडर सोल्टा। राइडर सोल्टा। अहिले ड्युटी चाहिँ कता हो ब्रदरहरूको? हामी घुम्नै जानला भनौँ न। बेबीहरू भेट्नलाई हो कि क्या हो कि चिल मार्न हो? होइन राति निन्द्रा लाग्दैन क्या, त्यही भएर राति काम गर्ने बानी भयो होइन। ओ हेबिट भइसकेपछि त यो यार निन्द्रा नलागेर तनाउ हुन्छ त ब्रदरहरू यार। तपाईँ पनि नाइट सिफ्ट गर्नुहुन्छ है? कति वर्ष भयो तपाईँ नाइट सिफ्ट गर्नुभयो? मैले धेरै भयो ब्रदर। हो तपाईँलाई थाहा हुन्छ होला क्या। अलिक जोगिएर चाहिँ आफै जोगिएर चल्नुपर्छ ब्रदरहरू, न त भने एकदम सेक्सी यार। भइहाल्यो नि ब्रो यार, किन्नु पऱ्यो क्या ब्रो यार। उमेरमा हो क्या, भोलिपट्टि त बुढेसकालमा के चढ्नु हो। सही हो, खल्तीमा रोगडा भइसकेपछि तोडिहाल्ने हो। बुढो भएको बेला चाहिँ खल्तीमा पैसा भएर केही काम छैन। बुढो भएपछि जवानीमा गर्नुपर्ने गर्ने हो क्या। हुन्छ हुन्छ, यो केटाहरूलाई सुहाउँछ पनि होइन, कुद्न पनि राम्रो कुद्छ नि त। राइडर सोल्टा छ, RIDER SOLTA।
यो हेर्नु दाइ हो त्यो म सब्सक्राइब गरिदिन्छु दाइ गर्नु पर्यो नि त गएर दाइ गर्नु पर्यो नि यार त्यो होइन गोब्रो सोब्रो बोकेर हिँड्दा होइन सेफ पनि हुन्छ क्या एउटा तपाईँको पर्यो भने कन्टेन्ट पनि भयो सेफ पनि भयो क्या प्रुफको लागि आफू सेफ्टीको लागि धन्यवाद है दाइ दिनु बोतल अझै हालिदिन्छु थोरै पर्दैन दाइ है यार हालिदिन्छु सोल्टिएर यार मेरोभन्दा घोडाले भन्दा बढी खान्छ तपाईँकोले तेल यार थोरै हालिदिन्छु अझै यो त ट्याङ्की नि हान्ता काली हो क्या त्यहाँ त कति 3400 को खान्छ एकपटकमा तेल भने लगभग 15-16 लिटर त जान्छ 17 तपाईँको 15 देखि 17 लिटर जान्छ क्या यसमा खोइ त्यति नै होला 20 लिटर त जाला 18 त्यस्तो जान्छ ए 12 हो कि 18 हो खोइ यार यसको सो त्यति छैन भने त जान्छ होला यार यसमा ठुलो छ नि यार यसले माइलेज चाहिँ कति दिन्छ 30 दिन्छ 25-30 त्यति कम किनभने यस्तो के केटाहरूको बटराई कडा हुन्छ नि त चलाउनेमा भर पर्छ के तालबार हुइली हान्दिने होला सोल्टीहरू यार हैन म हेटौडामा नि 200 को पेट्रोलले पुग्छु कतिले 200 को किनभने दाइ ओह्रालो धेरै छ क्या अनि हाइवेमा छ नि एकचोटि बटार्यो 5 को गियरमा हाइवे के त्यसरी हिँड्यो भने त कोनी यार म त पुग्दिनँ हौ यार हेटौडा म गएको थिएँ होइन राइडै लगेर तर मैले त कति सकाएँ थाहै भएन यार अब ट्याङ्कीमा अलिअलि थियो होला जस लगभग 400 को तेलले चाहिँ 200 को त्यही ट्याङ्कीमा थियो होला 200 को हाले अनि गएको पुग्यो भयो त ल त्यो ठोकिदिएँ एकदमै धेरै धन्यवाद ल ओके ब्रोहरू नेपाल अलिक बन्थ्यो कि होइन विकास भन्दा पनि मान्छेलाई अलिक सहज हुन्थ्यो भनौँ न तोडिदिनु पर्छ सरकार गएर नआकोरी ल ब्रदरहरू है त ओके ब्रो ओके ब्रोहरू एउटा तेल सकेछ ओइ मेरो चक्लेट झरेछ यार चक्लेट झरेछ यार मेरो तेल पनि बेच्यो आराम छ मलाई तेल बेच्यो आजको राइड चाहिँ अनि कोटेश्वरसम्म लास्टमा ल्याएँ अनि आजको राइड चाहिँ म यहाँ नै फिनिस गरिदिन्छु नेक्स्ट भिडियोमा भेटौँला तपाईँको समयको लागि धन्यवाद वाइन अप